कतिपय सञ्चार माध्यमहरूले के भनिरहेका छन्, के प्रकाशन गरिरहेका छन् भने उनका श्रीमान प्रेमा ओलीका श्रीमान दर्शन खत्री पर स्त्रीसँग लागेको र बुढीले थाहा पाइसके, अर्थात् प्रेमा ओलीले थाहा पाइसकेपछि यो सबै लुकाउनका लागि, अर्थात् गर्लफ्रेन्डको विषय लुकाउनका लागि उनले आफ्नै श्रीमतीको हत्या गरेका हुन् भनेर पनि कतिपय सञ्चार माध्यमहरूले भनिरहेका छन्। त्यो बाहिर के कसरी आयो, के कुरा आयो, त्यो कुराहरू खासै हाम्रो उसमा रहने कुरा भएन। यो अनुसन्धानकै पाटोमा छ। अनुसन्धान भइसकेपछि डिटेल रूपमा भर्खर आज 2-4 दिन हो यसको टाइम छ। अनुसन्धानको सिलसिला पछि खुल्ला। अब अहिले तत्काल कतिपय अनुसन्धानका विषयहरू खोल्न मिल्ने नमिल्ने होला र अब कतिको आचरण व्यक्तिगत कुराहरू उल्लेख गर्न आवश्यक पनि रहेन र अहिले उसले जसले घटना घटाएछ उसको जो श्रीमान छ उसले स्वीकारेको अवस्था, मैले घटना घटाएको भनेर स्वीकारेको अवस्था छ। दर्शक महानुभावहरू, जङ्गलमा मृत फेला परेकी प्रेमा ओलीको घटना घटेको पनि आज 4 दिन बितिसकेको छ। यो घटना कहाँसम्म पुग्यो र तपाईँको अनुसन्धानले के बताउँछ? मेरै कमान्डमा टोली खटाएको थियो। छिन्चुबाट हाम्रो इन्स्पेक्टर साहबको टोली गएको थियो र तालिम प्राप्त कुकुर समेत ल्याएर घटनास्थलको सूक्ष्म अनुसन्धान गरिसके पश्चात, प्रारम्भिकको अनुसन्धान पश्चात निजको जो मृतक हुनुहुन्छ उहाँको श्रीमान हाम्रो दर्शन खत्री भन्ने मान्छेको संलग्नता रहेको भन्ने प्रारम्भिक मोटामोटी आइसकेपछि तत्काल उसलाई नियन्त्रणमा लिए थप अनुसन्धान, विशेष गरी यो प्राविधिक अन्य विभिन्न अनुसन्धानबाट निजको संलग्नता रहेको पुष्टि भएको हुँदा निजलाई चाहिँ यो ज्यान समान्ने उद्योगमा यो सुर्खेत जिल्ला अदालतबाट 5 दिनको म्याद थप लिई मान्छे हिरासतमा राखी अनुसन्धान भइरहेछ। अहिले हामी अनुसन्धानकै क्रममा छौँ। जस्तो विभिन्न सञ्चार माध्यमहरूले के भनिरहेका छन् भने उनले चाहिँ पर स्त्रीसँग लागेर र त्यो स्त्रीहरूलाई छुपाउनका लागि श्रीमतीले थाहा पाइसकेपछि श्रीमतीको हत्या गरेका हुन् भन्ने सञ्चार माध्यमले बताइरहेका छन् र कतिपय प्रेमा ओलीको मोबाइलमा परपुरुषको फोटो भेटिसकेपछि चाहिँ यो घटना घटाइएको हो भनेर भनिरहेका छन्। के भन्न चाहन्छ यस विषयमा? प्रहरीले कस्तो खालको अनुसन्धान गरिरहनु भएको छ, यो केस कहाँसम्म पुग्यो भनेर जान्नका लागि यति बेला हामी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहन जङ सरसँग कुराकानी गर्दैछौँ। स्वागत छ सर। धन्यवाद भाइ। सर, यो विषय कहाँसम्म पुग्यो, यो केस, यो घटना कहाँसम्म पुग्यो र तपाईँको अनुसन्धानले के बताउँछ? यो वैशाख 20 गते जो गुरुवाकोट 5 बस्ने प्रेमा ओली घरबाट हराएको भन्ने थियो र 20 अर्को दिन वैशाख 21 गते करिब 12:30 12:30 बजीतिर त्यही नजिकै यो छिन्चुको चाहिँ एउटा जङ्गलमा खोल्सामा चाहिँ मृत अवस्थामा लास फेला परेको छ भन्ने खबर प्राप्त हुनसाथ यस कार्यालयबाट मेरै कमान्डमा टोली खटाएको थियो। छिन्चुबाट हाम्रो इन्स्पेक्टर साहबको टोली गएको थियो। अनि भित्री कारणहरू अनि प्रक्रियाहरूका कुराहरूमा अनुसन्धान गर्दै पछि खुल्ला। अहिलेलाई त्यस्तो केटीसँग लागेको अथवा चाहिँ अर्को कारणले भएको भन्ने कुराहरू त्यस्तो छैन। हवस् सर, टाइमको लागि धन्यवाद।